हेलो नमस्ते। हामी 2 दिनको चन्द्रौटाको बसाइलाई बिट मार्दै अहिले यति बेला हामी भैरवा एयरपोर्टमा आइपुगेका छौँ। अब हामी काठमाडौँ जाने तर्खरमा छौँ। साँझको 7:30 बजिसकेको छ। हामी अब हाम्रो एकैछिनमा फ्लाइट सुरु हुनेवाला छ। अनि खानपिन भयो कि के छ त? बाहिरको यो 2 दिनको प्रोग्राम सकेर अब हामी काठमाडौँको लागि प्लेन उड्न थालिसकेको छ। भैरवाबाट काठमाडौँ जाँदैछौँ। साँझको 7:45 भैरवा एयरपोर्टबाट फ्लाइट सुरु हुँदैछ। बाहिर अँध्यारो छ। भैरवाको यो रात्रिकालीन दृश्य निकै रमाइलो छ। वाउ, यो कुन हाइवे हो हेर्छ न? रातिमा चाहिँ पत्ता लगाउन गाह्रो हुन्छ। आइसक्यो र यो पूर्व पश्चिम हाइवे। होइन यो चाहिँ भैरवा पुतुलको हाइवे होला। तर ठुलो छ है बाटो चाहिँ। आकाशमा 2-3 राउन्ड फन्फन्ती घुमेर हामी ल्यान्डिङ हुन खोज्दैछौँ। मौसम एकदमै प्रतिकूल छ भनिएको छ, तर बजार राम्रै देखिरहेछ फेरि होइन। सायद माथि मौसम खुल्ला थिएन होला, यहाँ चाहिँ सफै देखिन्छ। होइन, यो बिचको उसमा चाहिँ बिचको भूभागमा अलि राम्रो नभएर होला नि। यो काठमाडौँबाट जाँदाखेरि यो नारायणघाट बुटोल सडक खण्डमा झ्याक छ नि, त्यस्तै हल्लाइरहेछ आज चाहिँ। यो त भैँसीबारीको बाटो देखियो। यो भैँसीबारी जाने बाटो हो। यो चाहिँ चापागाउँ। देखो म ठाउँहरू भनिदिन्छु। यो चाहिँ हो त्यो युलेन्स स्कुल निरको पछाडिको भाग। यो चाहिँ सातो बाटोको बाटो, ती क्लासिक अपार्टमेन्टहरू हात्तीवनको ओह्रालो बुझ्यो होइन। प्रिमियर स्कुल देखियो। यो चाहिँ करिडोर, कर्मनाशा करिडोर। यो चाहिँ टुलिप होइन यो? हजुर, यो टुलिप होटल हो। रोयल टुलिप होटल। यो गर्गको बाटो जस्ट क्रस भयो है। गर्ग फ्लाइओभर कट्यो। बालकुमारी पनि घट्यो, कोटेश्वर आइसक्यो। कोटेश्वरको भाटबाट नि? यो बोजीपोखरी होइन यो तल? होइन, कोटेश्वरको भाटबाट नि देखिसक्यो। ए ओके। अब हामी एयरपोर्ट नै आइसक्यो है, 3 कुरे। अब त्यो भएर सकुशल ल्यान्डिङ गर्न मिल्छ। सक्सेस।
चाहिँ अब टाउनको नयाँ भ्लगर है अब चाहिँ सायद उहाँको चाहिँ अलिकति भ्लगिङ जर्नी अवसर हुन्छ लेट्स सी उहाँको इन्ट्रेस्ट Okay, bye-bye. See you.